नमस्ते दर्शकवृन्द, स्वागत छ गोर्खा मिडियामा। म मिलन तमु। आज गोर्खा मिडियाको हिँड्दै दिएको श्रृङ्खलामा मसँग मेरो विशेष अतिथि हुनुहुन्छ क्याप्टेन देम बहादुर योजा गुरुङ, तमु पेलुसँग युकेको अध्यक्ष। आज म साह्रै भाग्यमानी छु, किनभने यो हाम्रो ऐतिहासिक पितृक थलो कोला सोथर भ्रमणमा आएर यो कोला सोथरबाटै मेरो हिँड्दै दिएको श्रृङ्खलामा हाम्रो पेलुसँग युकेको अध्यक्ष हाम्रो क्याप्टेन देम बहादुर योजा तमुसँग म छोटो कुराकानी गर्न पाउँदाखेरि र आज म छोटकरीमा उहाँको भिजिट कस्तो भयो र के भयो भनेर म तपाईँहरूलाई जानकारी दिनेछु। सबभन्दा पहिला स्वागत छ गोर्खा मिडियामा तपाईँलाई सर। थ्याङ्क यू भेरी मच गोर्खा मिडियाको हाम्रो डाइरेक्टर मिलन तमजुलाई र सम्पूर्ण गोर्खा मिडियाको श्रृङ्खलामा हेर्दै हुने सम्पूर्ण हाम्रो आफन्तजनहरूलाई म सबभन्दा पहिला पेफुला नमस्कार भन्न चाहन्छु। अध्यक्षज्यू, तपाईँको जुन यो खोला सोथर भिजिट पहिलोपटक हो कि दोस्रो पटक हो? मेरो दोस्रो पटक हो। म चाहिँ पहिला सोम तोर्जे तमुको जुन चाहिँ अध्यक्षतामा म आएको थिएँ र अहिले म तमु पेलुसँग युकेको अध्यक्ष। म क्याप्टेन रिटायर देम बहादुर तमुको तेस्रो वर्षको योजनाको होला स्वतन्त्र भिजिटको लागि प्लानिङ गरेको थियो अनि आएको अहिले हजुर। सो तपाईँ पहिला 2016 सालमा आउनुभयो? 2016 सालमा होइन सब। अनि तपाईँको जुन यो भिजिट पहिला तपाईँ 16 सालमा आयो र अहिले तपाईँकै कार्यकालमा यहाँ भिजिट आउनुभयो, यो दुईवटा कार्यकालमा आउँदाखेरि पहिला र अहिले सेकेन्डमा केही फरक पाउनुभयो? फरक भन्नाले हो, म पहिला अब भनौँ 10-11 वर्ष पहिलाको कुरोमा र अहिलेको कुरोमा विशेष गरी यो बाटो। हामी पहिलापल्ट आउँदाखेरि हामी तान्तिङ भएर आएको थियो। तान्तिङ भएर आउँदाखेरि 3 रात बसेर आयो बाटोमा है। त्यसले गर्दाखेरि यसपटक चाहिँ हामी कोही सक्छन् अर्को बाटो भएर हामी पोखरादेखि लमजुङ अनि घरेगाउँ र भुजुङ भएर हामी यहाँ आइपुगेको। त्यसले गर्दा बाटोकोमा अलिकता चुनौती चाहिँ अहिले भुजुङबाट आउने बाटो एकदमै अप्ठ्यारो गाह्रो छ। हामी 2 दिनमा तपाईँको चाहिँ भुजुङ गाउँबाट बिदा भएपछि हामी 2 दिनमा अब 1 रात बाहिर बस्यौँ। हजुर। अनि हिजो राति आइपुग्यो। हजुर, त्यो बाटो भन्दाखेरि बाटोमा आउँदाखेरि तपाईँको जुन त्यत्रो अब ग्रुपमा आएको छ नि तपाईँहरू होइन, झन्डै कति 52-53जना कति छ ग्रुप तपाईँहरूको? हाम्रो विशेष ग्रुप अब युकेदेखि हामी 23 जना आज र यहाँ नेपालदेखि पनि हाम्रो डाक्टर पोल होइन, अनि हाम्रो नातिनीहरू, अनि हाम्रो प्रकाशको छोरी आउँछ, सन्ध्या पनि आएको छ, अनि अमेरिकाबाट पनि आएको छ। अमेरिका आएको छ। त्यसले हामी भाग्यमा नि हामी उहाँहरूलाई पनि समेटेर ल्याउँदाखेरि 27 जनाभन्दा बढी र हाम्रो सबै हेल्पहरू गर्दाखेरि 52 जनाको ठुलो ग्रुप छ। अनि त्यो बाटोमा अप्ठ्यारो भन्नुभयो तपाईँले, अप्ठ्यारो बाटोमा तपाईँहरूलाई केही के अरे गाह्रो साह्रो कस्तो भयो त्यसो पनि अलिकति भनिदिनुहोस्। त्यो अप्ठ्यारो गाह्रोको विषयमा भन्नै पर्छ, पछिको साथीलाई पनि अलिकता अनुभव होस्। हजुर। पोखराबाट आउँदा बसमा आइयो, त्यो त बसमा त अब साल लाग्यो, तर बाटो अलिकति अप्ठ्यारो छ। जुन पोखराबाट तपाईँको चाहिँ लमजुङ होइन, लमजुङ बेसी सहार पुगेको हेऱ्यो, त्यसको बाद हामी घरेगाउँमा हेरियो। घरेगाउँमा पनि हामीले लमजुङमा खाना खायौँ अनि घरेगाउँमा खाजा खायौँ। दुइटै कोहीमा हामी त्यहाँ साथीहरूसँग केही भनौँ न कोहीमा गएर छलफल गर्ने मौका पनि पायो। अनि तल खाना अनि माथि खाजा गर्दा हामी पछि घरेगाउँबाट अलिकति पानीले हामीलाई बाटोमा अलिकति भिजायो, तर बसले गर्दाखेरि हामीले भिज्नु कुरा आएन। तैपनि बाटो अलिक अप्ठ्यारो थियो। तर भुजुङ गाउँमा आउँदाखेरि माथिको बाटो तेस्रो बाटो अलिक अप्ठ्यारो रहेछ, मलाई त्यो लाग्यो। र भुजुङ गाउँमा आइपुगेपछि अलिक अप्ठ्यारो एकैचोटि त्यहाँ आउँदा आसिना आएपछि प्रोग्रामलाई अलिकति डिले भयो। तर त्यहाँको भुजुङ गाउँको सम्पूर्ण म यहीँबाट भन्न चाहन्छु गोर्खा मिडियाबाट भुजुङको सम्पूर्ण अध्यक्षज्यू लगाएर
महासचिव कार्यसमिति सबैलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। हामीलाई वेलकम गर्ने यति राम्रो गर्नुभयो। प्लस हामी गुरुङहरूको एउटा ऐतिहासिक थलो भुजुङ गाउँ ठुलो गुरुङको ठुलो गाउँ हो। त्यसले गर्दा त्यहाँको स्वागत, त्यहाँको चाहिँ तपाईँको हाम्रो ऐतिहासिक जुन चाहिँ गानाहरू, नाचहरू, तपाईँको चाहिँ हाम्रो घाटो नाचहरू होइन, मादल नाचहरू, सोरठी नाचहरू सबै उहाँहरूले हामीलाई भनौँ न हामी स्वागत गरे। यति राम्रो थियो, हामी छक्क पनि। त्यसको बाद कल्चर नाचहरू नानीहरूको त्यहाँको आफ्नो आफ्नो जुन चाहिँ त्यहाँ 9 थरको भनौँ न एक प्रकारले त्यहाँ पहिला त्यहाँ वडा हुँदो रहेछ। त्यसले गर्दा उहाँहरूको त्यो साइडबाट आफ्नो आफ्नो नाचहरू कम्पिटिसन हुँदो रहेछ त्यहाँ। त्यो नाच हेर्दाखेरि एकदमै हाम्रो गुरुङको ड्रेस वेशभूषा कल्चर है, त्यसले गर्दा हामी एकदमै त्यहाँ त 85 वर्षको वृद्ध हाम्रो दायाहरू मादल नाचमा घाटोकोमा लिडर गरेको अनि गाएको हाम्रो दायाहरू त्यति ठुलो उनीहरूले पनि एउटा गुरुङलाई चाहिँ आइडेन्टिटी दिएको यो नाच कल्चर भुजुङमा छ। हजुर, म साह्रै खुसी लाग्यो, उहाँलाई धेरै धन्यवाद दिन चाहन्छु। अनि त्यसपछि भुजुङबाट तपाईँहरू दोस्रो दिन यता खोला सदर प्रसाद गर्नुभयो होइन। खोला सदर आउँदाखेरि बाटोमा कति कठिनाइ पऱ्यो त्यसको बारेमा छोटो पनि भन्नु। ओके, हामी भुजुङ गाउँदेखि गाउँबाट हामी अलिकति ढिलो भुजुङ गाउँको कोहीबामा हामी जम्मा भयौँ। भुजुङमा हामी सबै अब साथीभाइहरू हामी त्यहाँको होमस्टेमा बस्यौँ। त्यहाँ होमस्टेमा सम्पूर्ण हरेक बस्ने ठाउँमा एकदमै खाना बन्दोबस्त यताउता मिलाएर बिहान ब्रेकफास्ट खाएर अनि हामी कोहीबामा जम्मा भयौँ। त्यहाँ कोहीबादेखि हामी छिटो हिँड्नुपर्ने थियो, 8 बजीभित्र हिँड्नुपर्नेमा हामी 9 बजे भन्दा अलि लेट भयो। हजुर, त्यसले गर्दा त्यो उकालो चाहिँ भुजुङको तेर्सो गरेर माथि उकालो बाटो हामी घाममा पऱ्यो। 11-12 बजी घाममा पऱ्यो। हाम्रो साथीहरूलाई निकै साह्रो भयो त्यो बाटो काट्न। तैपनि बिस्तारै पुर्यायो हामीले। र जाँदा आउँदा हामी पछि त्यही बाटो गर्दा गर्दा यता हामी बास बज्ने ठाउँमा आउँदाखेरि हामी बिहान 9 बजे हिँड्यो भने हामी 9 बजी आयौँ। तर के भयो भने 12 घन्टै हिँड्यो। साथीहरू पनि अलिक थाकित भइसकेको थियो। तर बाटोमा आउँदा के अप्ठ्यारो गाह्रो भयो भनेदेखिलाई एकदमै उकालो ओह्रालो भिर खोला है। अनि त्यसको बाद फेरि अर्को के भनेदेखिलाई पानीले पहिला हामीलाई चाहिँ अप्ठ्यारो बनायो। पानी आयो, सबैले वर्षती लगेको थियो, वर्षती उड्यो। त्यसको बाद फेरि आसिना आयो। आसिनले गर्दा हामी त खोला तल झार्ने बेलामा हामी त रातो पऱ्यो एकदम। सबै बिजुली बत्तीले यताउता गरेर हामीसँग गएको मेरो सम्पूर्ण महिला आमालाई, हाम्रो बबिता बच्चु अध्यक्ष तथा कार्य समितिका साथीहरूलाई अनि हाम्रो नातिहरू गएको थियो, तिनीहरूलाई मलाई पिर पऱ्यो त्यो ओह्रालो। अनि त्यो खोला विशेष पानी परेको आसिना पर्दै त्यो खोला तर्ने बेलामा तर्यौँ हामी। केही व्यक्ति पहिला आउँदाखेरि त्यो खोला माथि पानी परेको कारणले खोला बढ्ने एकदमै मलाई चाहिँ डर लाग्यो। त्यहाँ खोला पनि बढेको थियो। त्यो पुल ल्याइदिन्छ भने मलाई ठुलो त्रास पनि भयो। त्यहाँ रेडियो थियो मसँग, पारी पछाडिको हामी चाहिँ कन्ट्रोल गर्दै आएको थियो। VP2 र अमर र मैले अगाडि कहिले म गर्दै कन्ट्रोल गर्दै आएको थियो। तैपनि त्यो खोलामा साह्रै दुःख गरेर तर्यो। तर हामी सक्सेसफुल्ली माथि हामी आइपुग्यो। हजुर, अनि त्यसपछि तपाईँ भोलिपल्ट खोला सदर आइपुग्यो होइन। खोला सदर आइपुग्दाखेरि यहाँ खोला सदर आउँदाखेरि तपाईँलाई कस्तो फिलिङ भयो तपाईँलाई? अब खोला सदरमा आइपुग्नु भन्दा त्यो पहिले रातमै हाम्रो साथीहरू एकदमै थकित भयो। हजुर, बिहान 9 बजीदेखि राति 9 बजी पुग्नु भनेको आखिर मान्छे एकदमै होइन। थकितको साथमा खाना खाएर त्यहाँबाट सुतेपछि बिहान हामी त्यहाँबाट चाँडै है 7:15 समथिङमा हामी हिँडिहाल्यौँ। हजुर, किनभने बिहान आने खोला नआइपुग्ने सिधै। त्यहाँ हामीले 7:15मा हिँड्दाखेरि हामी लगभग त्यहाँबाट हिँड्ने बाटो पनि एक्ज्याक्टली त्यस्तै बाटो अप्ठ्यारो है। बाटो उकालो ओह्रालो, कोहीमा भिड छ, कोहीमा छङ्ग छ। अब त्यस्तै प्रकारले उताको ठुलो खोलाभन्दा यताको खोलाहरू 2-3 वटा थियो।
त्यो खोलामा झर्दाखेरि अनि त्यसलाई तर्दाखेरि पनि अप्ठ्यारो छ, धेरै एकदमै अप्ठ्यारो छ। त्यसले गर्दाखेरि विशेष गरी अब मेरो यहाँबाट के भन्न चाहन्छु भने अलिकति हेल्थ आफू नसक्ने फिट्नेस छैन भने आउन एकदम गाह्रो छ बुजुर्ग बाटो। त्यसले गर्दा हामी त्यो आउने क्रममा खोला तर्दाखेरि अनि फेरि दिउँसो बिहान घाम लाग्यो, राम्रो थियो र आउँदै झन्डै 3-4 बजीतिर पानी भर्न थाल्यो। त्यसले गर्दा हामी फेरि त्यो खोला तर्ने क्रममा, तर हामी त्यो दिनमा चाँडै हिँडेको कारणले गर्दा हामी खोलामा जो अप्ठ्यारो बाटो भए पनि एकदमै टाइममा आइपुग्यो। हामी 5:30 बज्यो होइन, त्यो भन्दा पहिला आउने 4 बजी 4 बजी आइपुग्छ। तपाईँहरू हामी अलिक पछिको टोलले हामी दुईवटा ग्रुप बनायो। दुईवटा ग्रुप गर्दै आमालाई मेरो के अरे VP1लाई ल तिमी अलिक फास्ट ट्र्याकको टोली लैजाऊ, म चाहिँ अलिकता त्यो बिस्तारै अब ल्याउनेलाई म बिस्तारै ल्याउँछु, तिमी गएर उहाँ एडमिट गर्नु र म चाहिँ बरु यिनीहरूलाई चाहिँ पुस्तक बिस्तारै ल्याउँछु भनेर दुई हामीले ग्रुप बनायो। त्यहाँ उसले बिस्तारै ल्याएर हामीसँग ओके टोके उसले पनि कहाँ पुग्यो भन्दै हामी दुइटाले यस्तो गर्दै गर्दै खोलामा आइपुग्यो। तर खोला आउनु भयो तल अलिक पानी आयो, पानीले चाहिँ भिजायो एकछिन, त्यो वेलकम गरे जस्तो लाग्यो मलाई, आसी पनि अलिअलि आयो। जब खोला चाहिँ हामी टेक्यौँ विशाल राम्रो वेलकम गरेको हामीले है, हिउँ पनि भएको है, उज्यालो अहिलेसम्म पानी परेछ हेर्नुहोस् न। हिजो जुन हामी 5-7:30 बजी पहिलो ग्रुप आयो, त्यसपछि हामी तपाईँहरू आएपछि यो ठाउँ यति सुन्दर अनि उज्यालो भइरहेको छ अहिलेसम्म एकदमै। यो चाहिँ एकदम स्वर्ग नै हो होइन हाम्रो पृथ्वी थलो हो। गर्दाखेरि यहाँ हामी आउँदाखेरि मैले सुनेको थियो पहिला एकदम आसिना आउँछ, पानी आउँछ, अनि त्यसपछि हामी फोटो खिच्नै पाउँदैन, यहाँ एकदमै वेदर नराम्रो हुन्छ, हिउँ पर्छ भन्थ्यो। तर हामीलाई पृथ्वीले आशिक दिए जस्तो लाग्यो मलाई, किनभने हामी आएपछि हामी हाला पनि गरेको छैनौँ, मादल बजाएको छैनौँ होइन। त्यस कारणले गर्दाखेरि वेदर अहिलेसम्म राम्रो हामीले पाएको छौँ। र आजको दिनमा बिहानदेखि हामीले फेरि एउटा पूजा गऱ्यो नि, यो पूजाको बारेमा पनि छोड्दैन भन्नुहोस् है। अच्छा, म के भन्छु भने हिजोको पनि अलिकति छुन्छु। हिजोको किन हामीले ब्रिफिङ गरेर ए बाबु हल्ला गर्नु हुन्न है, पोखा गएपछि हल्ला गऱ्यो भने, मैला गऱ्यो भने, खोलामा गएर चाहिँ एकदम मुख धोएर चाहिँ थुक फाल्यो भने त्यसले चाहिँ हामीलाई चाहिँ फेरि त्यहाँ दुःख दिन्छ भन्ने हामी सबै भाइहरूलाई चाहिँ सम्झाएको थियो। त्यही अनुसार क्वाइटली आयो, एकदम राम्रो वेदर हाम्रो वेलकम गर्यो। र हिजो बेलुका यहाँ आए तापनि हामी बिहान 7:15 हिँडेको हो। त्यसले गर्दाखेरि हामी झन्डै हाम्रो साथीहरूले उहाँ भन्दाखेरि 6 बजेभित्र त पुग्छ है भन्दै थियो। त्यसले गर्दा हामी 10 घन्टा त हामी हिँड्यो है। 10 घन्टामा हिँड्दा आउँदाखेरि यहाँ नजिक आउँदाखेरि सबै एकदम उज्यालो भात थाकेको मान्छे पनि हो भनेर एकदम खुलास्त भयो है, हाँसिलो। यतिजनालाई अलिकति अप्ठ्यारो भयो, त्यो त अब पर्छ नि, ग्रुपमा हुने कुरा हो। त्यसले गर्दाखेरि अब हाम्रो साथीहरू सम्पूर्ण एकदमै सफलतासँग आइपुग्यो। र हिजो हामी बेलुका आएर खाना खायौँ र हिजो अलिक ब्रिफिङ गरेर आज बिहानै उठेर हामीले 8 बजेमा छोपा थिएँ होइन, अनि हाम्रो चाहिँ थासो थिएँ गरेर हाम्रो 2टा गुरुहरू छोपा के अरे पछि गुरुहरूले छोपा गर्नुभयो, अनि थासो थिएमा दुईटा खेप्री गुरुले 2टा गर्नुभयो हाम्रो लागि है। त्यही हामी बिहान उठ्यौँ, उज्यालो छ, घाम लाग्यो। हाम्रो चाहिँ यहाँ भ्रमणमा अलिकता के भयो भनेदेखिलाई यो विशेष गरी पूजा गर्ने, पितृहरूलाई हामी सम्झिने। त्यसको बाद पूजा चाहिँ हामी एकदम करेक्ट टाइममा गरेर पूजा पनि सुरु गरेर त्यहाँ अर्को प्रोग्राम हाम्रो चाहिँ यहाँ भ्रमण गर्ने अनि अध्ययन गर्ने। त्यसले गर्दा त्यसको बाद पूजा चाहिँ बिचमा राखेर हामी भ्रमण अध्ययनमा गयौँ र सम्पूर्ण ठाउँमा गएर नापेर अब हामी कस्तो अवस्थामा छ भने अध्ययन गऱ्यौँ है। अध्ययन गरिसकेपछि हामीले सम्पूर्ण गरिसकेर बल्ल हाम्रो फेरि पूजा पनि सम्पन्न गरायौँ। त्यसपछि गरिरहेको पूजाले फेरि हामी केही बस्यौँ र गरिसकेपछि फेरि लास्टमा पूजा पनि सम्पन्न गरेर हामीले प्रसाद खायौँ र त्यसको बाद लन्च लियौँ हामीले।
त्यसपछि फोटोग्राफ फेरि अहिले चाहिँ लास्टमा गोर्खा मिडियाका मिलन होइन डाइरेक्टर भाइलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अर्को एउटा हामीले एउटा भाग्यको कुरा हो, यहाँ एउटा हाम्रो डाक्टर पोल हामीसँग थियो, सिग्लेसदेखि हाम्रो गुरुहरू पनि आउनु भएको थियो, पछि गुरुहरू होइन लमजुङको खेप्टे गुरुहरू आउनु भएको थियो। र उहाँबाट चाहिँ अलिकता हाम्रो पुरानो भन्नाले हाम्रो संस्कार अनुसारको उहाँबाट हामीले ग्रहण भनौँ न देख्न पायौँ। शेर्पाको कुराहरू उहाँले बताउनुभयो, त्यो पनि गर्न पायो। वाउ, कति राम्रो। त्यो त एउटा एकदम भाग्य। यो यस्तो जोडाउनु भनेको मुस्किल थियो, एकदम। तर मलाई साह्रै खुसी लागेको छ कि विशेष उहाँदेखि यहाँसम्मको भ्रमण यहाँ ल्याउन सक्नु मलाई साह्रै अहिले चाहिँ मनमा ढुक्क भएको छ। होइन, एउटा के भन्छ आदर्शताको एउटा नाताले यत्रो ग्रुपमा 52 जनालाई लिएर आउँदा अब एउटा कमान्ड कन्ट्रोल गरेर ल्याउनु पर्यो होइन। कोही नसक्ने हुन्छ, कोही सक्ने हुन्छ, कोहीलाई भोक लाग्छ, कोहीलाई पियास लाग्छ होइन। तर सकुशल आइसक्यो। आएर यहाँको हाम्रो तपाईँको प्रोग्राम सबै तपाईँले मनले चिताएको सबै पुग्यो। त त्यसमा चाहिँ तपाईँ भाग्यमानी आदर्श भन्दामा म केही आफै नपाला होइन सर। धन्यवाद। सबभन्दा पहिलो त म के भन्छु भने अब यहाँ एक दुईजनाले लेख लाग्दा जस्तो भयो, तर हामीले चाहिँ के भन्थ्यो यहाँ लेख लाग्दाखेरि हामीले जुन चाहिँ लसुन ल्याएको थियो, सिल्टुमोड ल्याएको थियो, र त्यस्तै प्रकारले अब टिमुर ल्याएको थियो। मलाई पनि त्यसले अलिकति फिलिङ आउन लाग्छ होइन, तपाईँले भने लसुन खाइदिएको खुलाइदिनु होइन, एकदम ठिक हो। हुन्छ सर, यही हो सबभन्दा चाहिँ बेस कुरा त। एकदम खुसीको कुरा। हजुर हजुर सम्पूर्ण ग्रुप सकुशल आइपुग्यो। अनि तपाईँले भने जस्तो छेपा थिएँ, के अरे सासु थिएँ, त्यसपछि अध्ययन भ्रमण अनि कल्चर त्यो जुन चाहिँ अब जुन डाक्टर पोलको एउटा सानो प्रोजेक्ट पनि गर्न पायो। अब हामी भोलि यहाँबाट सकेर सिक्दै जान्छौँ होइन सर। हजुर हजुर हजुर। अब हामी कुराकानी अन्तमा आएका छौँ। हजुर, कुराकानीको अन्तमा तपाईँले कतै भन्न छोडेको कुराहरू छ भने यो भ्रमणको बारेमा मात्रै हजुर, यो भ्रमणको बारेमा केही कुरा छ भने तपाईँले थप्न सक्नुहुन्छ, भन्न सक्नुहुन्छ। धन्यवाद। विशेष गरी सबभन्दा पहिला म त किनभने गोर्खा मिडियाका हाम्रा डाइरेक्टर मिलन लेगे तपाईँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। युकेदेखि एक प्रकारले तपाईँ अस्ति भएर आउनुभएको थियो, तर हाम्रो त्यता ढोतालाई अथवा अब हाम्रो अनुरोधलाई तपाईँ पिलिसकेको अनुरोधलाई तपाईँले चाहिँ स्वीकारेर आउनुभएको, त उहाँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। एक नम्बर कुरा किनभने एक प्रकारले यस्तो बेलामा तपाईँले स्वीकार्नु भने ठुलो कुरो। र अर्को यहाँ विशेष हाम्रो सम्पूर्ण हाम्रो मेम्बरहरू कुशलतासम्म आइपुग्यो, उनीहरूलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। र हाम्रो एक प्रकारले यङ भान्जीहरू नातिनीहरू उनीहरू पनि साहसका साथ आइपुग्यो, उनीहरूलाई धेरै धन्यवाद दिन चाहन्छु। र हाम्रो हेल्परहरू जति पनि के अरे भुजुङ गाउँबाट अनि यहाँ सिग्लेदेखि आउनु भएकोहरूलाई म अति धेरै धेरै धन्यवाद दिन चाहन्छु। किनभने हामीलाई बिहानको ब्रेकफास्ट, बेलुकाको दिउँसोको लन्च अनि बेलुकाको डिनर सम्पूर्ण कुराहरू चिया कफी एकदमै टाइममा उहाँले चाहिँ प्रोभाइड गरिदिनु भएको छ। र उहाँलाई सम्पूर्णलाई म धन्यवाद दिँदै भोलि हामी यहाँबाट सिग्लेस जान्छौँ र भोलि 23 तारिक हो, पर्सि पोखरा क्याम्पमा हामी केन्द्रमा पुग्छौँ र केन्द्रमा समाप्त गरेको छ। र भन्दै र धेरै धेरै म धन्यवाद दिन चाहन्छु। धन्यवाद साहब, थ्याङ्क यू भेरी मच। सबभन्दा पहिला त तपाईँको जुन भ्रमण सफल भएको छ, अब भोलि सिक्दिस अवश्य हामी राम्रै पुग्छौँ। सफल भ्रमण सफलता भएकोमा सबभन्दा पहिला चाहिँ हाम्रो गोर्खा मिडियाको होल टिम परिवारबाट तपाईँलाई चाहिँ एकदम बधाई दिन्छ। थ्याङ्क यू। र यस्तो व्यस्तताको बावजुद यो आफ्नो भ्रमणमा आज थकितको अवस्थामा पनि मेरो यो गोर्खा मिडियाको हिँड्दैको श्रृङ्खलामा तपाईँले समय दिनुभयो, त्यसको लागि म एकदमै आभारी छु साहब। र फेरि पनि हाम्रो हिँड्दैको श्रृङ्खलामा मेरो अर्को अतिथि लिएर आउनेछु, त्यहाँसम्मलाई म अनि मेरो आजको विशेष अतिथि तमु पिलु सङ्गीतको अध्यक्ष क्याप्टेन देमबहादुर योजा तमुलाई बिदा दिनुहोस्। थ्याङ्क यू सो मच फर वाचिङ। हाम्रो च्यानललाई सब्सक्राइब, फलो अनि लाइक र कमेन्ट पनि गर्न नभुल्नु होला। धन्यवाद। थ्याङ्क यू फर वाचिङ। धन्यवाद। नमस्ते। नमस्ते।